2011 भन्दा पहिला नेपाली हिपहप भर्खरै मात्र आफ्नो गतिमा चलिरहेको थियो। न त हिपहपलाई कसैले बुझ्थे न त ठूलो अडियन्स बेस नै थियो। यो समयमा र्यापरहरू विदेशी र्यापरहरूको कपी गरेको जस्तो देखिन्थ्यो। त्यही समयमा एउटा बिजिनेबरी र्यापरको प्रवेश भयो जसको नाम हो यमबुद्ध। यो नाम नै अहिले नेपाली हिपहपमा लेजेन्डरी बनेको छ। सायद अब आउने नयाँ र्यापरहरूले आफ्नो नाम यो स्थानसम्म पुर्याउन र्याप मात्रै गरेर सायद असम्भव जस्तै छ। यमबुद्धको र्यापले उनलाई नेपालमा मात्र नभएर देश तथा विदेशमा जतासुकै चिनायो। उनले नेपाली हिपहपमा गरेको योगदानले गर्दा उनलाई लेजेन्डरीको स्थान दिइएको। उनी यमबुद्ध बन्नु अघि पनि धेरै रूपमा नेपाली हिपहपमा हसल गर्दै थिए। मोरङको साधारण परिवारमा जन्मेका साधारण जीवन बिताइरहेका अनिल अधिकारी कसरी नेपाली हिपहपका राजा बन्न पुगे, आउनुस् यो भिडियोमा उहाँको जीवनीको छोटो कुराकानी गरौँ। यमबुद्ध, जसको वास्तविक नाम अनिल अधिकारी, उनको जन्म 1987 मे 30 मा मोरङको सलकपुरमा भएको थियो। बुबा अम्बिका प्रसाद अधिकारी र आमा उर्मिला अधिकारीको एकदमै शिक्षित परिवारमा हुर्किएका अनिल अधिकारी घरमा पढ्नका लागि एकदमै राम्रो वातावरण थियो। घरमा एक दिदी र एक बहिनीसँग आफ्नो बाल्यकाल हुर्किएका अनिल बच्चादेखि नै पढाइमा एकदमै मेहनती र सबै कुराहरूमा रुचि र जिज्ञासा राख्ने बच्चा थिए। उनी स्कुलको पढाइ सँगसँगै बाहिर उपन्यास कविताहरू पढ्ने गर्थे। यमबुद्धको जीवनको पहिलो कविता कक्षा 3 मा पढ्दा बहिनीका लागि लेखेका थिए र त्यो कविता धेरै समयपछि पनि याद भएको उनले बताएका थिए। क्लास 3 मा मैले मेरो फर्स्ट पोइम लेखेको। वाउ, आई डोन्ट इभन रिमेम्बर क्लास 3 मा म के गर्थे। मलाई अझै पनि त्यो पोइम याद छ हैन। टाइटल चाहिँ मेरी सानी नानी थियो अनि इट वाज जस्ट 8 लाइन्स। मेरी सानी नानी असल छ उसको बानी, छिन धेरै ज्ञानी मेरी सानी नानी, ठुलालाई आदर गर्ने असल छ उसको बानी, सानालाई माया गर्ने मेरी सानी नानी। उनले आफ्नो बाल्यकाल मोरङमै बिताए। कक्षा 5 को पढाइ सकेर उनी काठमाडौँ आए। काठमाडौँ आएपछि नयाँ सहर, नयाँ ठाउँ, गाउँमा हुर्किएको यमबुद्धलाई यो नयाँ एक्सपिरियन्स हुँदै थियो र उनी काठमाडौँको बोर्डिङ स्कुलमा भर्ना भए। साथीहरूले उनलाई इङ्ग्लिसलाई लिएर धेरै पटक मजाक उडाउने गर्थे किनकि उनी मोरङको स्कुलमा पढेको भएर उनलाई इङ्ग्लिस त्यति राम्रोसँग आउँदैन थियो। पछि उनी इङ्ग्लिसमा धेरै रुचि राख्न थाले अनि इङ्ग्लिस आफैले इम्प्रुभ गरे। बच्चा हुँदा सबैको इच्छा र सपना हुन्छ ठुलोमा के बन्ने भन्ने। यमबुद्धको सपना पुलिस बन्ने थियो, तर काठमाडौँ आएपछि उनको सपना बदलियो। काठमाडौँ छिरेका यमबुद्धले साथीहरूको इन्फ्लुएन्सले गर्दा र्याप म्युजिक सुन्न थाले। एकदमै सुन्दा इनर्जेटिक र धेरै इमोसनहरू पोख्न पाइने भएकाले यमबुद्धले र्याप जड्न एकदमै मन पराउन थाले। पढाइमा मेहनत गर्ने अनिल अधिकारी आफ्नो एसएलसी पनि राम्रो तरिकाले पास गरे। सबै खुसी थिए, सबै राम्रो चल्दै थियो। परिवारमा छोरालाई कुन विषय पढाउने भन्ने बारे छलफल भइरहेको थियो, तर यमबुद्धको 81 बाइक एक्सिडेन्ट हुन पुग्यो। उनले अब 2 महिना बेड रेस्ट गर्नुपर्ने भयो। यति बेला उनको मनमा धेरै कुराहरू खेले र केही गर्ने चाहना हुँदा हुँदै पनि बेडमा उठ्न नसक्ने स्थिति हुँदा उनी डिप्रेस हुन थाले। मनमा धेरै इमोसनहरू खेल्न थाल्यो। त्यही इमोसनहरूलाई उनले र्याप मार्फत व्यक्त गर्न थाले। यसरी नै नेपाली हिपहपका ग्रेटेस्ट र्यापरको जीवनमा र्यापको प्रवेश भएको थियो। त्यति बेला सबै र्यापरहरूले स्टेज नेम परिवर्तन गर्ने चलन थियो। त्यसै मार्फत उनले पनि आफ्नो नाम स्लिम बस नाम राखेका थिए। अनिल अधिकारी अब स्लिम बस बनिसकेका थिए र उनले र्यापमा केही गर्छु भनेर अगाडि बढ्न थालिसकेका पनि थिए। यमबुद्धले करियरको सुरुवातमा इङ्ग्लिस र्यापरहरू धेरै सुन्थे। ती मध्ये पनि एक टुबाकोबाट उनी धेरै इन्स्पायर भएका थिए। यति बेला नेपाली हिपहपमा नेप्साइडेस र अरू र्यापरहरू पनि आइसकेका थिए। यमबुद्धले अनलाइन प्लेटफर्ममा इन्टरनेसनल ब्याटल गर्न थाले। यसमा उनले आफ्नो नाम बुद्ध राखेका थिए। उनलाई बुद्धको नामबाट इन्टरनेसनल चिनाउने चाहना थियो, त्यसैले नै उनले आफ्नो नाम बुद्ध राखेका थिए। तर पछि करियर अगाडि बढाउँदै गर्दा अनिललाई बुद्ध अलि धार्मिक भएको र आफू बुद्ध पनि नभएको भन्दै यसमा चेन्ज गर्न मन लाग्यो। धेरै सोचेपछि उनले आफ्नो नाम
यमबुद्ध राखेका थिए। यम भनेको राक्षस, बुद्ध भनेको भगवान। कहिलेकाहीँ बुद्धले पनि यो संसारमा बाँच्नका लागि राक्षसको रूप लिनुपर्छ भन्ने मिनिङले आफ्नो नाम यमबुद्ध राखे। यमबुद्ध आफ्नो भविष्य बनाउन अब उनी युकेतिर लाग्ने सोच बनाए र युकेमै बसेर र्याप र आफ्नो पढाइलाई निरन्तरता दिने सोच गरे। 2011 देखि यमबुद्धले आफ्नो युट्युब च्यानल खोले। 2011 मै आफ्नो पहिलो गीत रिलिज गरे। अब भने यमबुद्ध र्यापमा पोख्त भइसकेका थिए। यमबुद्ध भन्ने नाम नेपाली हिपहपमा चर्चामा आउँदै थियो। परिवारको अर्कै सपना हुँदा हुँदै पनि आफ्नो सपना पछ्याउँदै लम्केका यमबुद्धको सपना बिस्तारै पूरा हुँदै थियो, जुन उनको गीतहरू हरेक नेपालीहरूको माझमा पुग्दै थियो। यमबुद्धले साथी भन्ने गीत र भिडियो निकालेपछि त झन् उनको चर्चा यति फैलियो कि देशका विभिन्न क्षेत्रहरूमा उनका गीतहरू बज्न थाले। यमबुद्धले आफ्नो गीतहरूबाट धेरै राम्रो प्रतिक्रिया पाएपछि नेपालमा नै गएर केही गर्ने सोच बनाए। उनलाई नेपाली हिपहपमा केही सुधार ल्याउनु थियो। यमबुद्धले आफू जस्तै धेरै सपना बोकेका र्यापरहरूको सपनालाई पूरा गर्न चाहन्थे। त्यही सपना बोकेर उनी नेपाल फर्किए। यमबुद्धले धेरै सङ्घर्ष र मेहनत पछि उनले आफ्नै नेतृत्वमा रवार्ड्स स्टार्ट गरे। यसपछि धेरै र्यापरहरू जन्मिए, जस्तै बालेन, लाउरे, साकार, युनिक पोइन्ट जस्ता स्टारहरू जन्माइए। आज उनीहरूले देश तथा विदेश हल्लाइरहेका छन्।